The ratio of length and breadth of rectangle is 3:2 and its area is 96 square kilometer. What is the length of its diagonal? ओके अगर हामीलाई नि यसको लेन्थ र यसको डायगोनल खोज्नु छ भने फर्स्ट हामीलाई यिनीहरूको साइड र लेन्थ र ब्रेथ थाहा हुनुपर्छ रेक्टेंगल यसको लेन्थ छ 3x 2x अन्त हामीलाई थाहा छ एरिया चाहिँ रेक्टेंगलको के हुन्छ भन्दाखेरि लेन्थ इन्टु ब्रेथ हुन्छ जो चाहिँ 3x इन्टु 2x बराबर 96 छ किन यो 6x स्क्वायर हो भनेको 96 आयो भने यो भनेको 16 x भनेको 4 आयो जब x भनेको 4 आयो तब हाम्रो लेन्थ कति हुन्छ लेन्थ बराबर 3x थियो भनेको 3 इन्टु 4 द्याट इज 12 अनि ब्रेथ कति आउँछ ब्रेथ आउँछ 2 इन्टु 4 बराबर 8 हैन अब हाम्रोमा दुईटै नै आइसक्यो यो रेक्टेंगल हो यसको डायगोनल खोज्नु छ हामीलाई अनि लेन्थ आएको छ 12 यो आएको छ 8 हामीले थाहा छ यसको डायगोनल निकाल्ने फर्मुला के हो डायगोनल निकाल्ने फर्मुला हो b² + p² हैन पाइथागोरसबाट अन्त h² बराबर के आउँछ अरे b² + p² यो यसको फर्मुला हो अब h यसको थाहा छैन हामीलाई b² भनेको 12 को स्क्वायर 144 + 8 को 64 अगर मैले यो जोड्यो भने कति आउँछ h² बराबर 8 अनि मसी 1 हैन 208 यति आउँछ अच्छा यति आउँछ अब h² भनेको 208 हो भने h भनेको √208 हो अन्त यसलाई अब हामीले कसरी प्रयोग गर्नुपर्छ यसलाई हामीले प्रयोग गर्नुपर्छ 4 ले अगर मैले 4 ले यसलाई गुणा गरे भने 4 5 20 सरी यसलाई हामी कसरी प्रयोग गर्न सक्छ 2 ले गरौँ 104 इन्टु 2 अझै अगाडि प्रयोग गर्दा भने 52 इन्टु 4 यो यसलाई पनि हामीले 30 इन्टु 4 इन्टु 4 इन्टु 13 गर्दा भइहाल्यो यसरी हाम्रो h भनेको आउँदो रहेछ 4√13 एन्सर